हेलो गाइज नमस्ते। आज चाहिँ मेरो एनिभर्सरी बिहे गरेको पनि 1 वर्ष भइसकेको छ। तर कसरी दिनहरू बिते पत्तै भएन। फेरि श्रीमानजी हजुर मेरो जिन्दगीमा आएको दिन र प्रेमिकाबाट श्रीमतीको दर्जा पाएको दिन, छोरीबाट बुहारी भएको दिन र म जुन दिन हजुरको घरमा आएँ त्यो दिनबाट सुख र समृद्धि र सहज तरिकाले हाम्रो घर चलोस् भन्न चाहन्छु। किनकि म तपाईँलाई कहिले पनि यस्तो नराम्रो फिल हुन दिन्न कि मैले बिहे गरेर मेरो घर बारियो भन्ने कहिले पनि नहोस्। मेरो प्यारो मुक्ति हजुरलाई धेरै धेरै मिस गरेको छु।